हेलो गुड मर्निङ सबैलाई। बिहानको 5 बजिसक्यो। अहिले हामी जुरुक्क उठेर बिहान हामी खसी काट्नलाई रेडी भइसक्यो। उता लैजानुपर्छ, जन्ती जाँदाखेरि एउटा खसीको चाप्रा बोकेर जानुपर्छ भन्ने कुरो आएर हामी चाहिँ बिहान खसीको तयारी हुँदैछ है त। स्वागत छ तपाईँलाई जय साई युट्युब च्यानलमा एकचोटि फेरि है त। आज चाहिँ डे 2 भइसक्यो। आज चाहिँ जन्ती जाने दिन है। नमस्ते, वेलकम ब्याक टु जय साई युट्युब च्यानल। यहाँहरू सम्पूर्णलाई आज हामी मेरो दाइको बिहे देखाउन जाँदैछु। कृपया इन्जोय गरिदिनु होला। अनि सबैजनाले मेरो दाइ भाउजूलाई बिहेको बधाई दिनु होला। अनि त्यसपछि ठाउँहरू कस्तो छ पनि हेरिदिनु होला। अनि एकदम रमाइलो हुन्छ, सो सबैजनाले अन्तिमसम्म हेरिदिनु होला। अनि मेरो दाइ भाउजूलाई कङ्ग्रेचुलेसन्स भनिदिनु होला भन्दै ह्याप्पी म्यारिड लाइफ दाइ भाउजू। दिदीको पनि वैवाहिक जीवनको शुभकामना। भाइ बुहारीलाई नयाँ लाइफ स्टाइलको नयाँ जिन्दगीको सुरुवातको धेरै धेरै शुभकामना। केही पनि भन्ने हुन्छ। हेलो मामा मामा। हेर्दै गर्नु होला है त भिडियो अन्तिमसम्म। पुरा भिडियो हेर्नु होला, बहुत मजा आउनेवाला छ। आजको बिहान सुरु भइसकेको छ। हामी जाँदैछौँ जन्त धादी। वेलकम छ जय साई युट्युब च्यानलमा। के भइरहेछ है त, के भइरहेछ अगाडि म देखाउँदै च्याक बोला न बोला रिसा हो र। हेलो कोही बेला ल हाम्रो यहाँबाट चाहिँ सुरु है आज। लाउँ त जाने ठाउँै भएन त यार। म त क्यामेराम्यान त अगाडि जानुपर्ने त यार। भइसक्यो अगाडिबाट नि फोटो खिच्दैछ। त्यो चाहिँ विरोध दाइ कुशल 1 किलो अझै घटी भयो तेरो। चल दाइ आएर घुम्नुपर्छ नि एक दिन अर्को त घटेको त ए दुला भाइ।
दाइ यो चाहिँ कसको यो यहीँको यो स्पेसल्ली बिहेलाई गोप्रो दिन म लिइदिन्छु यसको चलाउनु छैन तर थाहा छैन यो खतरा जिउन यसको हुँदैन नि यो हेरेर हुन्छ नि दिएको होइन यो आउँछ अमेरिकाबाट आएको हो यो तर यता देखाउनु न ए लो 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 मलाई यो रविन्द्र दाइबाट सुरु मामालाई लगाइदिनु ल अर्धनाले पाउने अर्को झोला लिएको हाम्रै ल ल अब हामी चाहिँ उसले लिनको लागि रेडी भएर खिच्न लाग्यो अब हामी चाहिँ के गरे दाइले धक्का तान्दी मलाई के गरे मास्क खोल्न भयो यार मेरो भ्लगमा आउँछ सब्सक्राइब गरिदिन्छ अहिले चाहिँ हामी आर्यघाटमा आएर खाजा खान लागेको छ आर्यघाट बजार चाहिँ टोलीहरू चाहिँ छैन यहाँ झरेन झरे थियो बाटी माथि खोइ छैन खान्छ खान्छ दुईजना मात्र हो होला ल ल दुई कप बनाउनु सेतो च्यातो खाने ओहो खानु पर्यो नि बाबु अलिकति यो अनुमति दिए त यहाँ छन् हाम्रा राम्रा राम्रा तरुणीहरू तर त के भन्नु तर के हार्न हेलो भाउजू सब बुढी बाख्रा यहाँ कन्या छ नि हामी काम त्यस्तो भन्दा बिचरा मेन कन्या त हो नि भर्खर 15 पुरा भएर सोह्र लाग्यो भने त भाइ म पनि तिम्रो भ्लगमा आउँछु अलिक गाह्रै पर्छ होला मेरो भ्लग हाम्रो सही हिसाबलाई असही हिसाबलाई देखाइदिनु पऱ्यो नि त ल सेक्युरिटी पर्पजको लागि परेड नखेल्नु र भन्ने
उसले गरेकै होइन यो आफै भयो अनि गरे होला मास्क खोलेर यसो अलिकति प्रतिक्रिया दिनुहोस् कस्तो भइरह्यो हाम्रो बिहेको रमाइलो सोध्नु पर्यो नि त तैँले सोधेको केही सुनेकै छैन भिडियोले सुनेको छैन होला माइक छैन भने यार एउटा माइक त यस्तो ब्लुटुथ माइक त्यो हुनुपर्ने हो नि त होइन ट्याक्का लगाएर पछाडि फोर्छ भिडियोमा ढबल है बाबु हामी चाहिँ धादिङ आइपुगिसक्यौँ सबैजना हिँडेर हिँडेर जानु लाग्छ युट्युब च्यानलमा फेरि पनि स्वागत छ मेरो काम नछोड के कति 350 दिए होइन यसलाई 2 दिनको 150 रुपियाँ मैले थपिदिएँ जान त्यहाँ दुला के गरेको क्याप्चर गर यहाँ टाइम जानु दुलनको घर आइसक्यौँ ठ्याक्कै पुग्यौँ हामी दुलनको घर हेलो हामी चाहिँ धादिङमा है त अहिले गाइड झिलिमिली कुशल बाबु कुशल किज ल्याएर कपडै त होला खै मामा अलिकता हामी यताबाट भिडियो है ल